त्यसमा मलाई कुनै पनि सङ्कोच, कुनै पनि डर, कुनै पनि त्रास मैले महसुस चाहिँ गरेको छ। मलाई रमाइलो लागेको छ, किनभने विद्वान मित्रहरूबाट विभिन्न जुन प्रश्नहरू आएको छ, यी प्रश्नहरू सुनेर म झन् खुसी नै छु र मैले जानेसम्मको या सम्झेसम्मको या हामीले के टिपेछु त्यसको जवाब चाहिँ म दिन्छु। अब अर्को कुरो उहाँकै प्रश्न छ, तपाईँ राजनीतिमा पो सल्बलाउन थाल्नुभएको हो कि भन्ने। यसमा तपाईँहरू सबै ढुक्क हुनु भएको छ 100%। म राजनीतिमा आउने मान्छे होइन। मैले आफ्नो ऊर्जाशील जवानीमा त राजनीति गरिनँ भने अब यो निद्न लागेको बत्ती भने जस्तो यस्तो उमेरमा म किन राजनीतिमा आउँछु? के पाउँछु र मैले राजनीतिमा? राजनीतिमा आउनुभन्दा त मैले अहिले म जुन चुप लागेर बसेछु, मैले धेरै कुरा प्राप्त गरेको छु। जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पाउँदैन जस्तो मलाई लाग्छ। यो मेरो आफ्नो व्यक्तिगत कुरा।